नमस्कार सबैजना साथीहरूलाई। आज फेरि यो बदलिदो मौसम, बाहिर तापक्रम धेरै भए पनि हावाको कारण चिसो नै छ, तर पनि आफ्नो छोराछोरी श्रीमतीको रहर पुरा गर्नुको लागि भए पनि हामी पौडी खेल्नु, स्विमिङको लागि छोरी हामी कहाँ जाँदैछौँ? वाइल्ड वाटर वेस्ट जाँदैछौँ। अब हेरौँ परिस्थिति अनुसार, हैन? टिकट लिइसकेको थियौँ। टिकट लिइसकेपछि हामी अगाडि बढिरहेको छौँ। अब हेरौँ रमाइलो हुन्छ कि उदास भएर फर्किनुपर्छ, परिस्थितिले नै बताउने छ। अब हेर्दै जानुपर्छ। त्यो क्षणको पनि म केही अपडेट तपाईहरुलाई देखाउँदै जाँदैछु। यात्रा हाम्रो यसरी नै सुरु भएको छ। अब करिब 30 मिनेटको यात्रा हामी सुरु गर्न गरिरहेका छौँ। यो 30 मिनेटको यात्रा पछि हामी पौडी खेल्ने ठाउँ वाइल्ड वेस्ट वाटर पार्कमा हामी पुग्ने छौँ। अब हेरौँ त्यहाँको दृश्य के भइरहेको छ आज। न त धेरै चिसोको कारणले गर्दाखेरि मानिसहरू छैनन्, न त भिडभाड छ। म तपाईहरुलाई अपडेट गराउँदै जाँदैछु। यदि मेरो भिडियो मन पर्यो भने केही गर्नु नसके पनि वाच गरेर एउटा लाइक सम्म छ हान्दिनुस्। ल हामी आधी बाटो आइसकेको छौँ। हाम्रो यात्रामा मौसम भनेको एकदम अँध्यारो छ, धेरै पानी पर्ला जस्तो भएको मौसम छ, तर पनि निर्धक्कसँग पौडी खेल्ने आश बोकेर हामी परिवार हिँडिरहेका छौँ। हेरौँ के हुन्छ, कस्तो हुन्छ। अहिले मेरो छोरो होन्डा डिलरसिपको क्लोजसम्म आइसकेको छ। उसलाई धेरै गाडी मनपर्ने भएकोले उसले होन्डा डिलरसिप एकदम माइन्डमा राखिरहेको थियो। यही बाटो हुँदै आएका छौँ। अब करिब पुग्नु 20 मिनट मात्रै बाँकी छ। Finally at a wild water waste, entering the pool. Yes, Kancho bhai, how are you? Good? Yeah. Finally we are passing. Finally we are inside the park, the swimming pool. It is not quite busy. The park is not quite busy today. आज त्यति बिजी छैन रहेछ, चिसो मौसमको कारणले गर्दा होला पार्क त्यति बिजी छैन, तर पनि रमाइलो हुने अवस्था देखेको छु। हेरौँ के कस्तो हुँदो रहेछ। ल अब मौसम यस्तो छ, हल्का तातो बढेको छ। त्यस सँगसँगै मेरा छोराछोरी श्रीमतीज्यू जानुको लागि, पौडिनुको लागि धेरै उत्सुकता जनाइरहेका छन्। हाय हाय पाल्लु, ये ये ल नदी पार गर्ने साना माछाको त्यो जिउमा टेक्दै नदी पार गर्नुपर्ने हुन्छ। ल भाइ खेला खेला। फाइनली मेरो भाइ चढ्नु आँटेको अवस्था। ये गुड जब।
जब ए मेरो छोरी ए ल रिताको टर्न ल मेरो छोरी बाई भनेर हिँडिसकिन् Have a sweet dream. Bye bye. छोराछोरी कहाँ पुगे बुढी यही Bye. Good job. Where is your mom? Where is your mom? Yay! Sleepy हेडहरु सुतिरहेको रहेछ हाय रिता हाय छोरी हाम्रो रिता दिदी त्यहाँ हुनुहुन्छ रिता दिदी एरोन भाइ यहाँ बोटिङ गरिरहेको अवस्था Agrita, hello, doctor. Get out or you want to go around again? I say we get out. Yeah. I want to get out. भाइको कपाल Hello, Ron. Here we are. भाइ Get on my back. Get on my back. Get on my back. Get on my back. Come on. No. If you have any questions, please contact our Inside Card with any concerns or questions. We will continue to have a great time today here at Wild Water West. Wild Water West, where wasting time is done well wasted. That was fun. Waves Radio. गाइज मेरो छोराछोरी आज एक्साइटेड भएर ब्ल्याकमा चढ्नु जाँदैछन् एभ्री इयर चाहिँ म जान्छु मेरो छोराछोरीले आज चाहिँ फर्स्ट म जान्छु भइरहेको छन् गाइज ब्ल्याक भन्नाले त्यो स्लाइड हो यो माथिको ठुलो स्लाइड सबैभन्दा ठुलो यहाँ छ है सुपर क्या ठुलो स्लाइड भनेर चिनिन्छ यहाँ है
बाइकहरू आउँदैछ गाइज है Bro, Baba! My stomach's dropping! I don't just want मेरो त आएर नेता Black hole like 4 times. Yeah, 4 times? Yup. Okay, no problem. Let's go. First time it feels scary. See the stair. Like, first Oh time my it goodness. feels scary, but like when you go and go, it's easier. Okay. Watch me! Hi. Oh my god, I've been in the mud. हैन मैले त्यो मोबाइलमा Hi. I want to go on this on the white side. Oh, okay. It's on the right side, you know that, right? Okay, yeah. आफू जानु नगएर फ्युचरमा त लाग्छ भन्ने फेरि आइपुग्छ Let me lock. Hello, guys. Are you happy? यो भने पाइन त्यो वाइट टीमा वाइटबाट त्यो टीमा चाहिँ That was so मैले fun. फर्स्ट टाइम ट्राई गरेँ यो पनि अनि ब्ल्याक Hey, baby, how you feel? Good. I just saw this guy going, oh my god. Golo Tulo round. गाइस अहिले फाइनली प्रोग्रेस आइपुग्यो सम्मको सबै के हेर्नु अब सबै राउन्ड पनि आइपुग्यो आज त फाइनली प्रोग्रेस त तिमीहरू सबै ट्राई गऱ्यौ नि आज एकदम गाह्रो लाग्थ्यो तिमीलाई चाहिँ दुईटा बल पनि अनि वाइट पनि गऱ्यो अर्को बिग वान ब्ल्याक पनि हो Take the first bite and then
Lunch time. Yup. Lunch time? A break. Okay. Finally, it is time for us to go home. So, yeah, finally the park, bye-bye park, and now it is sunny. That is why. Bye-bye. Bye-bye. ल आजको दिनभरिको रमाइलोपछि हामी पार्कबाट बिदा हुँदैछौँ। मेरो श्रीमती धेरै गलेर उसको अनुहार कुच्चिसकेको छ। अरूको त सबै ठिकै छ। हामी यो पार्कदेखि बाहिरिँदैछौँ। बाई बाई पार्क। वर्ल्ड वाटर वेस्ट क्याच द वेभ। बाई बाई, सी यू नेक्स्ट टाइम। Please like and subscribe to my channel.